फाइनली आज चाहिँ 2082 साल अनि हामी चाहिँ नयाँ सालमा घुम्न गइरहेको छौँ हैन। चट्ट आज चाहिँ यता टौदहतिर आएको छौँ हामी चाहिँ। यस्तै छ बाटोतिर। हामी चाहिँ 4 भाइ भेना अगाडि ड्राइभ गरिरहनु भएको छ। पछाडि सुमन र रमेश आउँदैछन् हैन। यी दाँत देखाउँदै केटाहरू। अनि अगाडि यस्तै छ डाँडापाखा हामीलाई चाहिँ हरियाली रहर। अनि यहाँ बाइक पार्किङ सार्किङ र चाहिँ यताउता। अनि टौदह चाहिँ यही हो मित्रहरू। तलतिर यी बाटो रहेछ यताबाट चाहिँ। अनि पार्किङ सार्किङ मात्रै रहेछ। अनि यताबाट माथि छिरियो चट्ट यी टौदहको थोरै भ्यू। यता रमेश हात हल्लाउँदैछ हाम्रो भाइ। अनि अब हामी टौदहभित्र जान्छौँ। टौदहमा चाहिँ यहाँ टिकट काट्नु पर्दो रहेछ 30 रुपियाँ। अनि टौदहमा यहाँ माछाको चारो सारो किनेर हाल्न सकिँदो रहेछ। अनि सबै ठिक छ। अनि लङ भिडियो चाहिँ युट्युबमा या फेसबुकमा आउनेछ, हेर्नु होला।